हेलो। नमस्कार हजुर, नमस्कार। के छ, मेरो आवाज सुनिराख्नु भएको छ तपाईँहरूले? ल ओके, सुनिराख्नु भएको छ है। के छ त तपाईँहरूको तयारी कहाँसम्म पुग्यो? के तयारी सुरुवात गर्ने बेला भयो कि भएन होइन त? सो हामीले चाहिँ विशेष गरी स्वास्थ्यको लोकसेवा तयारी प्लस लाइसेन्सको लागि चाहिँ आजको क्लास रहनेछ। तपाईँले के कुरा चाहिँ बुझ्नु पर्यो भने है, सो यो आजको क्लासमा चाहिँ विशेष गरी हाम्रो एउटा कुनै एउटा सर्टेन टपिक स्पेसिफिक भन्दा पनि मैले तपाईँहरूको सेकेन्ड पेपर विशेष चाहिँ प्लस एमसिक्यू पनि म सिकाइ नै हाल्छु। यसमा आजको क्लासमा एमसिक्यू प्लस सेकेन्ड पेपरलाई यो दुईवटा पेपर हाम्रो अहिलेको पछिल्लो समयको लोकसेवाको करिकुलममा राखेको छ। एमसिक्यू हामी पहिलेदेखि डिल गर्दै आएको, यसमा हामीलाई धेरैलाई आइडिया पनि होला। केही नयाँ साथीहरू हुनुहुन्छ भने त्यसलाई बिस्तारै सिक्दै जाने पाटो रह्यो। र अर्को कुरा भनेको सेकेन्ड पेपर अहिले पछिल्लो समय अझ फेरि यो कोसीमा थर्ड पेपर पनि छ है। के अरे सेक्सन सी भनेर पनि राखेको छ यसमा तपाईँले त्यसरी बुझ्नु पऱ्यो। अब यो सेकेन्ड पेपरमा के कुरा चाहिँ बुझ्नु पऱ्यो भने तपाईँहरूले चाहिँ है, यहाँ हेर्नुहोस् है। सेकेन्ड पेपरमा चाहिँ विशेष गरी लेख्नका लागि चाहिँ हामीसँग युजुअल्ली दुईवटा खालका प्रश्नहरू आउँछन्। एउटा सर्ट क्वेसन आउँछ है, तपाईँहरू कतिजनाले सिलेबस हेर्नु भएको छ, यो सिलेबसमा सबै कुरा लेखा हुन्छ। अर्को भन्दा चाहिँ हाम्रो लङ क्वेसन हुन्छ। लङ क्वेसन हुन्छ, यी दुईवटा प्रश्नहरू आउने गर्छन्। अब सर्ट क्वेसन भन्दा चाहिँ हाम्रो एउटा क्वेसनको 5 मार्क्स हुन्छ। अर्को लङ क्वेसनको चाहिँ हाम्रो 10 मार्क्सको प्रश्नहरू आउँछ। हाम्रो युजुअल्ली प्रश्नहरू यसरी सोधेको देखिन्छ। एमसिक्यूहरू प्रायःजसो प्रदेशमा एउटा एमसिक्यू मिलाउनु भयो भने तपाईँले 2 मार्क्स पाउनुहुन्छ। हेर्नुहोस् है, एउटा एमसिक्यू मिलाउनु भयो भने तपाईँले 2 मार्क्स पाउनुहुन्छ। कतिपय प्रदेशमा के पनि छ भने एउटा एमसिक्यूको 1 मार्क्स पनि 1 मार्क्स मात्रै पनि हुनसक्छ। तपाईँले त्यसरी चाहिँ ख्याल गर्नु होला। यो सबै कुरा कहाँ भेटिन्छ भन्दा सिलेबस हेर्नु होला। धेरै जसो विद्यार्थीहरू कस्तो भेटिनुहुन्छ भन्दा सिलेबस नहेरेर हो इक्जाम हलमा जाने अनि सिलेबसमा के कुरा पढ्नु पर्थ्यो होइन, कहाँबाट कति कन्टेन्ट सोध्ने भनेको थियो भन्ने एउटा फ्रेम चाहिँ हुन्छ कि। सिलेबस भनेर चाहिँ एउटा फ्रेम हो। सो हामीले त्यो भित्र भएर चाहिँ पढ्नुपर्छ। ठ्याक्कै सिलेबसमा भएका केही प्रश्नहरू त्योभन्दा माथिल्लो उच्च स्तरका आउन सक्छन्, त्यसमा चिन्ता लिनु परेन। हामी बिस्तारै पढ्दै जाँदाखेरि थाहा पाइ नै हाल्छौँ। अब यो सर्ट क्वेसनहरू र लङ क्वेसनहरू है, सर्ट क्वेसनहरू युजुअल्ली हाम्रो 12वटा क्वेसन देखिन्छ। हेर्नुहोस् है, अब कुनै प्रदेशमा थोरै फरक होला युजुअल्ली है। अनि लङ क्वेसन 10 मार्क्सको जुन जुन आउँछ त्यो 4वटा प्रश्न आउँछ। हेर्नुहोस् है, सो 12मा 4 जोड्नु भयो भने हाम्रो 16वटा क्वेसन युजुअल्ली लोकसेवाको सिलेबसमा सोध्ने गरेको देखिन्छ। 16वटा क्वेसन छ। अब एमसिक्यूलाई बढी प्रायोरिटी दिने कि सेकेन्ड पेपरलाई बढी प्रायोरिटी दिने भन्ने हुन्छ है। म्याक्सिममको पहिलो प्रश्न यही हुन्छ। अहिले कतिपय प्रदेशमा चाहिँ एमसिक्यू पास भएपछि हो, एमसिक्यू अर्थात् त्यो फर्स्ट पेपर भन्छौँ हामी, यो पास भएपछि हामीलाई सेकेन्ड पेपरमा सामेल गराउँछ अर्थात् सेकेन्ड पेपरको इक्जाम दिन पाइन्छ, फर्स्ट पेपर पास भएपछि मात्र। तर कतिपय प्रदेशमा के पनि छ भन्दा कतिपय प्रदेशमा फर्स्ट पेपर र सेकेन्ड पेपर एउटै दिनुहुन्छ है। त्यो थाहा पाइहाल्नुहुन्छ कुन प्रदेशमा छ, मैले त्यतातिर गइनँ। कतिपय प्रदेशमा एमसिक्यू प्लस यो सेकेन्ड पेपर, यो दुइटै पेपर पास भएपछि मात्र है, पास भएपछि मात्र हाम्रो के अरे सेकेन्ड पेपर प्लस सेकेन्ड पेपर पास भएपछि यसपछिको स्टेप भनेर चाहिँ इन्टरभ्यू हुन्छ कि। यसपछिको स्टेप भनेर चाहिँ सेकेन्ड पेपर हुन्छ। हेर्नुहोस् है, सेकेन्ड पेपर कुनैमा चाहिँ यस्तो छ है, एमसिक्यू पास गर्ने अनि त्यसपछि कहाँ जाने भनेपछि यो पास भएपछि सेकेन्ड पेपरमा लिन्छ। तर कतिपय प्रदेशमा के छ भने एमसिक्यू पनि सोही दिनुहुन्छ, सेकेन्ड पेपर पनि सोही दिनुहुन्छ। त्यो पास भएपछि अब कहाँ जान्छ भनेपछि इन्टरभ्यूमा बोलाउँछ क्या है। यो दुइटैको नम्बर जोडिन्छ, एमसिक्यूको नम्बर पनि जोडिन्छ, सेकेन्ड पेपरको पनि नम्बर जोडिन्छ। यो दुइटाको नम्बर जोड्दा एग्रिगेटमा सबैभन्दा टप कसले ल्यायो त, हाइएस्ट कसले ल्यायो हो, त्यो मान्छे चाहिँ इन्टरभ्यूमा बोलाउने हो। अब यहाँ चाहिँ एमसिक्यूवाला चाहिँ कस्तो छ भन्दा एमसिक्यूमा जस्ट पास हुनुभयो हो, 50वटा क्वेसन छ। अब यो 50वटा क्वेसनमा तपाईँहरूले के गर्नुभयो भन्दा मानौँ न पास मार्क्स भनेको हाम्रो के अरे हाम्रो यो 20वटा क्वेसन मिलाएपछि पास मार्क्स छ भने तपाईँले 20वटा क्वेसन मिलाउनु भयो भने तपाईँ सेकेन्ड पेपरमा जान पाउनुभयो क्या।
तर यसले कहाँनिर असर गर्छ भन्दाखेरि तपाईँको यो नम्बर त जोडिने नम्बर हो नि त, 20वटा क्वेसन मिलाउनु भने तपाईँको 40 मार्क्स मात्रै आयो कि। अब हामीले थर्ड पेपरको लागि, के अरे सरी सेकेन्ड पेपरको लागि 100 मार्क्स छ, 100 मार्क्समा हाइएस्ट नम्बर भनेर चाहिँ कति ल्याइन्छ भन्ने कुरा हो कि। 100मा 100 त आउँदैन नि त सेकेन्ड पेपरमा। अब कोही स्टुडेन्टहरू के हुन्छ भन्दा सेकेन्ड पेपरमा हेर्नुहोस् है, के अरे सरी फर्स्ट पेपरमा, यो फर्स्ट पेपरमा तपाईँले 100मा 100 ल्याउन सक्नुहुन्छ, इज इट पोसिबल है। सेकेन्ड पेपर फर्स्ट पेपर भनेको चाहिँ कस्तो भन्दा एमसिक्यूमा नम्बर काट्ने भन्ने चाहिँ हुँदैन। जति इक्जाममा तपाईँले मिलाउनु भयो त्यसको त्यति नै नम्बर पाउनुहुन्छ। 50मा 50 मिलाउनु भयो भने तपाईँले 100 मार्क्स पाउनुहुन्छ क्या एमसिक्यू इक्जाम चाहिँ। त्यसैले एमसिक्यूमा नम्बर काटिने ठाउँ छैन, मिलाउनु भयो भने आयो, तपाईँले जति पाउनुपर्ने हो त्यति पाउनुहुन्छ। तर अर्को कुरा के रहन्छ भने सेकेन्ड पेपरमा तपाईँले खत्रै गर्नु पऱ्यो। मानौँ न यो तपाईँले 100 मार्क्सको इक्जाम हो, 100 मार्क्समा कुनै पनि प्रश्न नछोडेर हो खत्रै गर्नुभयो भने तपाईँको 100 आउँदैन क्या। म्याथमेटिक्स होइन नि त यो होइन, टक्क मिलाएपछि हिसाब पुरा मिलायो भने नम्बर दिन मिल्ने। सो भनेपछि पहिलो प्रायोरिटी जहाँसम्म लाग्छ मलाई फर्स्ट पेपरलाई दिनुहोस् क्या। फर्स्ट पेपरमा सकेसम्म म्याक्सिमम् एमसिक्यू मिलाउने नै हो हेर्नुहोस्, जसले पनि गर्ने त्यही हो। अनि सेकेन्ड पेपरमा क्वेसन छोड्नु चाहिँ हुँदैन है। सेकेन्ड पेपरमा एटलिस्ट केही नआए पनि होइन, आफूलाई आइडिया भएको त हुन्छ नि, यत्रो पढाइ हुन्छ होइन। सो यति पढ्दै गर्दाखेरि चाहिँ केही न केही कुरा लेखेरै आउने हो क्या, क्वेसन एटेम्प्ट गर्ने नै हो। छोड्यो भने त्यसले अलिक ठुलै ठुलै समस्या गर्छ। अब यहाँ सेकेन्ड पेपरमा के छ भन्दा हाम्रो चाहिँ यसमा रुल छ क्या। तपाईँलाई त्यो 5 मार्क्सको प्रश्नमा यहाँ हेर्नुहोस् है, 5 मार्क्सको प्रश्नमा खत्रै लेख्नु पऱ्यो होइन। सो मानौँ इक्जाम्पलमा जस्तै, यसको इक्जाम्पलमा जस्तै है, क्वेसनमा यस्तो दिएको थियो अरे क्वेसन नम्बर 1 है। क्वेसन नम्बर 1मा के दिएको थियो भने एक्सप्लेन दि अर्गनाइजेसनल अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल स्ट्रक्चर अफ डिओएचएस भनेर तपाईँलाई क्वेसन सोधाएको थियो अरे 5 मार्क्समा हो। अब यहाँ हेर्नुहोस् है, 5 मार्क्समा। अनि धेरैलाई के भानुहुन्छ भने यो डिओएचएसको अर्गनाइजेसनल स्ट्रक्चर मलाई आउँछ, मैले पढाएको छु भनेर 5मा 5 जोडेर बस्नु भने तपाईँ 5मा 5 दिँदैनन् क्या, दिनै मिल्दैन, त्यो रुल नै हो है। युजुअली के गरिन्छ भने जस्तै डिओएचएसको अर्गानोग्राम बनाउँदा हामीलाई थाहा छ सबैभन्दा टपमा के हुन्छ, एमओएचपी हुन्छ। यसको एन्सर लेख्नु पऱ्यो। पहिलो कुरा त यहाँनिर यो डाइरेक्ट एन्सर नलेख्ने, यहाँ के लेख्नुपर्छ भन्दा तपाईँले क्वेसन त सार्नु पर्दैन नि त। क्वेसन त हुन्छ, तपाईँले सुरुवात कहाँ गर्ने भने क्वेसन कति नम्बरमा सोधाएको थियो त, एन्सर अफ क्वेसन नम्बर, यहाँ हेर्नुहोस् है, लेख्ने तरिका हेर्नुहोस्। एन्सर अफ क्वेसन नम्बर 1, यदि क्वेसन 1मा सोधेको थियो भने 2मा सोधेको थियो भने एन्सर अफ क्वेसन नम्बर 2। इङ्ग्लिसमा लेख्न आउँदैन भने उत्तर के अरे प्रश्न नम्बर यतिको उत्तर भनेर लेख्ने केही फरक पर्दैन। तपाईँले यसलाई प्रश्न नम्बर 1को उत्तर भनेर यसरी लेख्दा पनि हुन्छ है। प्रश्न नम्बर 1को उत्तर भन्ने अनि उत्तर लेख्न सुरु गर्ने, अर्थात् एन्सर अफ क्वेसन नम्बर 1। जुन भाषामा लेख्दा पनि हुन्छ, नेपाली इङ्ग्लिस दुवैमा मिक्स गरेर लेख्दा हुन्छ। धेरै साथीहरूको प्रश्न हुन्छ सर मैले एउटा क्वेसन नेपालीमा लेखेर अर्को क्वेसन इङ्ग्लिसमा लेख्न पाउँछु कि पाउँदैन, अर्थात् एउटा क्वेसनको पनि बिचबिचमा नेपाली इङ्ग्लिस मिलाएर लेख्न मिल्छ कि मिल्दैन, मिल्छ है, नमिल्ने भन्ने होइन। तर एउटा असर चाहिँ के पर्न जान्छ भने तपाईँले कसलाई बुझाउन खोजेको त्यो चेक गर्ने मान्छेले चाहिँ बुझिदिनु पऱ्यो क्या होइन। सो चेक गर्ने मान्छेले उसले त्यसरी हेर्दाखेरि उसलाई नेपाली इङ्ग्लिस के अरे उसले राम्रोसँग नेपाली बुझ्थेन, इङ्ग्लिस मात्रै बुझ्थ्यो भनेपछि त उसले त्यति बेला अलिकति असर पर्छ क्या, थोरै नम्बरमा तलमाथि पर्ने हो, लेख्न चाहिँ मिल्छ है, केही पनि फरक पर्दैन। अब यहाँ हेर्नुहोस्, प्रश्न नम्बर 1को उत्तर लेख्नुभयो। अब यसको उत्तर लेख्दाखेरि सिधै अर्गनाइजेसनल स्ट्रक्चर अफ डिओएचएस भनेर सुरुवात गर्नुभयो भने स्ट्रक्चर बनाउन 5 मार्क्समा थोरै फरक पर्छ। तर केही साथीले भूमिका बाँधेर लेख्नुहुन्छ क्या। तपाईँलाई त स्ट्रक्चरको बारेमा के अरे यो एक्सप्लेन गर भनेको छ होइन, डाइरेक्ट स्ट्रक्चर बनाइदिए पनि हुन्छ। तर लेख्दाखेरि थोरै चाहिँ के लेख्ने भने चाहिँ डिओएचएसको बारेमा चाहिँ डिओएचएसको फुल फर्म, यहाँ यस फुल फर्ममै दिएको छन्, भइ नै हाल्यो। अर्थात् डिओएचएस इस्टाब्लिस्ड इन 1990 बिएसमा होइन त, 1990 विक्रम सम्वत 1990 बिएसमा चाहिँ स्थापना भएको होइन। अनि इट कन्सिस्ट अफ 5 डिभिजन एन्ड 5 सेन्टर, 5 डिभिजन एन्ड 5 सेन्टर। अब यो 5 डिभिजन एन्ड 5 सेन्टर भनेर एमसिक्यूमा घोकिरहेको हुन्छ नि होइन र। अब यही सेकेन्ड पेपरमा पनि लेख्न सकियो क्या, डिओएचएस कहिले स्थापना भएको तपाईँले एमसिक्यूमा पढ्नु भएको छ 1990
यसमा कतिवटा डिभिजन पढ्नु भएको हुन्छ, कतिवटा सेक्सन, त्यसैलाई हामीले लेख्दै जाने हो है। त्यसैलाई थ्योरीमा लेख्नु परेन, समस्या भएन। सो इट कन्सिस्ट अफ 5 डिभिजन एन्ड 5 सेन्टर्स होइन। अनि यसलाई यति लेखेपछि अब अरू आउँदैन भनेपछि होइन, यतिसम्म हामीलाई थाहा हुन्छ कि अलमोस्ट लोकसेवा पढ्ने स्टुडेन्टलाई फर्स्ट एमसिक्यू पढेकोलाई यतिसम्म आइडिया हुन्छ। अब ती डिभिजन र सेन्टरहरू के हुन् भनेर बनाउनु पऱ्यो भने सुरुमा टपमा जहिले पनि यहाँ मोएचपी हुन्छ। यसको अन्तर्गतमा यसको अन्तर्गतमा तिनवटा डिपार्टमेन्ट छन्, हामीलाई भनेको छ यहाँ क्वेसनमा डिओएचएसको बारेमा बनाऊ भनेर। अब तपाईँले के गर्ने भन्दा डिओएचएसको बारेमा पाँचवटा सेन्टर, पाँचवटा होइन, यो पाँचवटा सेन्टर ल एकछिन है, ओके। कुरो बुझ्नु भयो नि तपाईँले, के कुरा बुझ्नु पऱ्यो नि, यसको पाँचवटा डिभिजन लेख्नु पऱ्यो अनि यसको सेन्टर लेख्नु पऱ्यो क्या, यसरी लेख्ने हो। अब तपाईँले यति लेख्नुभयो भने तपाईँलाई 5 मार्क्समा 5 दिने होइन है, त्यो दिँदैन चेक गर्ने मान्छेले। यसले म्याक्सिमम् कतिसम्म देऊ भने हुन्छ भने यहाँ चाहिँ हाम्रो युजुअल्ली सर्ट क्वेसनवाला जुन 5 मार्क्सको हुन्छ त्यो दिन मिल्ने नै म्याक्सिमम् 5 मार्क 3.5सम्म हुन्छ क्या है, म्याक्सिमम् दिन मिल्यो भने। अब तपाईँले यसरी 3.5 सबैमा स्कोर गर्नुभयो भने त्यो अलिकति टफ पुग्छ। अब तपाईँले 100मा कतिसम्म ल्याउन सकिन्छ भन्दा 100मा 70सम्म ल्याउन सकिने हो क्या। कुरो बुझ्नुभयो? 100मा 70सम्म ल्याउन सकिन्छ। सो योभन्दा बढी ल्याउनु पऱ्यो, योभन्दा बढी ल्याउन पनि सक्छन्। अब त्यो एकजना मान्छेले चेक गर्ने होइन क्या, मल्टिपल मान्छेले चेक गर्दाखेरि 100मा 70 दिएको ठिक छ कि छैन त। अर्थात् 100मा कसैले 80 दियो भनेपछि अब त्यो क्रस चेक भइरहेको हुन्छ होइन, किन दियो त 80 जस्टिफाई गर्नुपर्छ तपाईँले। 70भन्दा बढी दिएपछि जस्टिफाई गर्नुपर्छ। ल यो मान्छेले यहाँ प्रश्नहरूको उत्कृष्ट एन्सर दिएको, अर्थात् यहाँ अलिकति राम्रो एन्सर दिएकोले लेख्यो भन्नका लागि चाहिँ सो उसले जस्टिफाई गर्नुपर्छ। चेक गर्ने मान्छेले कसैले पनि जस्टिफाई गर्दैन क्या तपाईँले। कुरो बुझ्नुभयो नि? त्यही भएर यो यस्तो भएको चाहिँ हो होइन। सो सेकेन्ड वेभ पनि त्यसरी डिल गर्दै जाने। यहाँनिर केही छैन ल। ल त्यति कुरा भयो। अब यसो गरौँ न, हाम्रो यो थ्योरी क्लास पनि सँगसँगै लैजाऊँ होइन। हामीले अस्ति योभन्दा अघिल्लो क्लासहरूमा केही टपिकहरू पढाएको छौँ। सो यो टपिकलाई नै कन्टिन्यू गर्दै जाऊँ जस्तो लाग्यो मलाई चाहिँ। एकैछिन ल। ल कुरो बुझ्नुभयो नि होइन। आइडिया चाहिँ यस्तो हो कि अब कतिपय धेरैले सोधिराख्नु थियो, सर सेकेन्ड पेपरमा कसरी लेख्ने, आइडिया दिनु लेखिदिनु न भनेर। सो यो के आइडिया भयो, हामी बिस्तारै यो कुरा अगाडि बढाउँदै पनि जान्छौँ होइन, पढ्दै पनि जान्छौँ। अब तपाईँलाई हामीले लास्ट क्लासमा चाहिँ एउटा नयाँ टपिक सुरु गर्ने भनेको थियौँ होइन। सो यो टपिकको बारेमा हामी पढ्छौँ है त आज। सो यो टपिकको बारेमा लेखौँ, प्राइमेरी हेल्थ केयर आउटरिच क्लिनिक। युजुअल्ली यो टपिकबाट सोधिरहेको छ हेर्नुहोस् एक्जाममा, ए प्राइमेरी हेल्थ केयर आउटरिच क्लिनिक, आउटरिच क्लिनिक है। यसलाई हामी के भन्छौँ भन्दा सर्ट फर्ममा चाहिँ पिएचसिओआरसी भनेर भन्छौँ, पिएचसिओआरसी प्रोग्राम। यो सायद तपाईँहरूलाई थाहा होला है, अस्ति हामीले क्लासमा यसको नामसम्म लेखेका छौँ। गाउँघर क्लिनिक कार्यक्रम भन्ने हो भन्छ है, गाउँघर क्लिनिक कार्यक्रम भन्ने हो।
सो ठ्याक्क नेपालीमा के अरे हाम्रो इङ्ग्लिसमा जे छ त्यसलाई नेपालीमा ट्रान्सलेट गर्दा यसको नाम चाहिँ मिल्दैन कि गाउँघर क्लिनिक कार्यक्रम भनेर चाहिँ। किन गाउँघर क्लिनिक कार्यक्रम भनेको भन्दा यो चाहिँ कम्युनिटी लेभलमा सञ्चालन हुने भए हुनाले पिएसयुआर चाहिँ कहाँ सञ्चालन हुन्छ, कसले सञ्चालन गर्छ भन्यो भने कम्युनिटी लेभलमा सञ्चालन हुने हो। सञ्चालन गर्ने कसको युजुअली कसले सञ्चालन गर्छ भने हेल्थ पोस्ट, पिएसएससी, सिएचयू यिनीहरूले गर्ने हो। सो त्यो लोकल लेभलमा भएका स्वास्थ्य संस्थाहरूले गर्ने भए हुँदा यसलाई कम्युनिटी के अरे हाम्रो गाउँघर क्लिनिक बनायो कि पहिलो कुरा चाहिँ त्यो बुझौँ। भन्नुको मतलब जिल्ला अस्पतालले गाउँघर क्लिनिक चलाएर बस्दैन, प्रदेश अस्पतालले चलाएर बस्ने होइन, सङ्घीय अस्पतालले गाउँघर क्लिनिक चलाउने होइन। सो यसको पहिलो इन्ट्रोडक्सनमा के लेखौँ भन्दा यो कसले चलाउँछ, यो कसको एक्सटेन्सन साइट हो भन्यो भने इट इज द एक्सटेन्सन साइट अफ, तपाईँले यसलाई सेकेन्ड पेपरमा लेख्दाखेरि पढिराख्नु भएको हुन्छ नि होइन त। सो इट इज द एक्सटेन्सन साइट्स अफ, एक्सटेन्सन साइट्स अफ कसको साइट्स हो भन्यो भने हेल्थ पोस्टले चलाउँछ। हेर्नुहोस्, पिएससिसीले चलाउँछ एक्सटेन्सन साइट्स अफ हेल्थ पोस्ट, पिएससिसी, सिएचयू, त्यसै गरी यो युएचसी है, युएचसी, अनि यो बिएचएससी, यिनीहरूको चाहिँ एक्सटेन्सन साइट्स हो क्या। युजुअली चलाउने भने हेल्थ पोस्ट र पिएससिसी म्याक्सिमम् यिनीहरूले चलाउने हो है। कतिपय अवस्थामा सिएचयू, बिएचएससी, युएससीले पनि चलाउँछ हो। यिनीहरूको एक्सटेन्सन साइट्स हो, जिल्ला अस्पतालको एक्सटेन्सन साइट्स होइन, होइन प्रदेश अस्पतालको होइन भन्ने कुरा बुझ्नु पऱ्यो। त्यसपछि अर्को पोइन्टमा के लेख्नु पऱ्यो भन्दा यो यसको एक्सटेन्सन साइट्स हो भने यसको मेन एम के थियो त, किन यो कार्यक्रम के अरे हाम्रो ल्याइएको भन्दा यसको मेन एम अर्थात् पर्पोज के थियो भन्दा कुनै पनि बेसिक हेल्थ सर्भिसको है, किन गाउँघरमा यो कार्यक्रमको आवश्यकता पऱ्यो भन्दा बेसिक हेल्थ सर्भिस कम्युनिटी लेभलसम्म पुर्याउनु पर्ने थियो ताकि त्यहाँको मान्छेहरूको स्वास्थ्य अवस्था इम्प्रुभ हुँदै जाओस् भन्ने हो। सो टु इम्प्रुभ द एक्सेस अफ है, टु इम्प्रुभ द एक्सेस अफ, एक्सेस भनेको पहुँच, टु इम्प्रुभ द एक्सेस अफ बेसिक हेल्थ सर्भिस है, बेसिक हेल्थ सर्भिसको के त पहुँच बढाउँदै लैजाने भन्ने थियो। हेर्नुहोस्, टु इम्प्रुभ द एक्सेस अफ बेसिक हेल्थ सर्भिस अर्थात् हामी यसलाई बिएचएस भन्छौँ। इन्क्लुडिङ यसमा के पर्छ भन्यो भने इन्क्लुडिङ है, तिनवटा कुरा मेन्सन नै गरेको छ यसमा, इक्जाममा सोध्छ। विशेष गरी प्राइमेरी हेल्थ के जुन पिएसयुआरसी थियो यसको मेन एम के थियो भने टु इम्प्रुभ द एक्सेस अफ होइन चाइल्ड हेल्थ सर्भिस, सेफ मदरहुड सर्भिस, फ्यामिली प्लानिङ सर्भिस भनेर राख्छ। यसमा के कुरा मेन्सन गरिदिएको छ भने तपाईँले हाइलाइट गर्नुपर्ने कुरा, थाहा पाउनु पर्ने कुरा के छ भने एउटा चाइल्ड हेल्थ सम्बन्धी रिलेटेड सर्भिस है, बच्चाको ग्रोथ मोनिटरिङ गर्ने, निमोनिया डायरियाको ट्रिटमेन्ट गर्ने भने चाइल्ड हेल्थ। त्यसै गरी अर्को के छ भन्दा हाम्रो फ्यामिली प्लानिङ है, फ्यामिली प्लानिङ एन्ड सेफ मदरहुड सर्भिस, यो चाहिँ हो कि है, कुरो बुझ्नुभयो नि हाम्रो यस। यो भनेको चाहिँ के हो भन्दा एक्सटेन्सन साइट्स अफ हेल्थ पोस्ट, पिएससिसी, सिएचयू, युएचसी र बिएचएससी यिनीहरूको एक्सटेन्सन साइट्स हो। यो किन यो कार्यक्रम ल्याइएको थियो, यसको एम चाहिँ के थियो भन्दा कुनै जति पनि हाम्रा बेसिक हेल्थ सर्भिस छ नि यहाँनिर ख्याल गर्नुपर्ने कुरा भनेर चाहिँ यो बिएचएस भन्ने हो, जसलाई हामी बेसिक हेल्थ सर्भिस भन्छौँ। यसको पहुँच इम्प्रुभ गर्दै लैजाने भन्ने थियो हो, सुधार गर्दै लैजाने भन्ने थियो। धेरै जसो ठाउँमा बेसिक हेल्थ सर्भिसको के अरे एक्सेस थिएन। अब यहाँ कतिपयको दिमागमा के कुरा खेलिरहेछ भन्दा यो बेसिक हेल्थ सर्भिस भने चाहिँ के हो भनेर प्रश्न आइरहेछ क्या हो, आधारभूत स्वास्थ्य सेवा भने के हो भनेर। अहिले हाम्रो पछिल्लो समय हो हाम्रा विभिन्न ऐनहरूले यसलाई कसरी डिफाइन गरेको छ भन्दा आधारभूत स्वास्थ्य सेवा भन्नाले के बुझिन्छ भन्यो भने नामैमा काफी छ क्या। आधारभूत भनेको जति पनि हाम्रा आधारभूत स्वास्थ्य सेवा छन् ती नभई नहुने सेवा हुन् क्या, कुनै पनि मान्छेको प्रिभेन्टिभ, पर्मोटिभ, क्युरेटिभ हेल्थ सर्भिस सुधार्नका लागि। यहाँ हेर्नुहोस् है, हाम्रो जनस्वास्थ्य सेवा ऐन 2075ले के भनेको छ भन्दा बेसिक हेल्थ सर्भिस भने के अरे फर्स्टमा चाहिँ हाम्रो कन्स्टिट्युसनले हो, नेपालको संविधानले, कन्स्टिट्युसन्स अफ नेपाल है, नेपालको संविधान कति त 2072, नेपालको संविधान 2072को यसको आर्टिकल 35मा, आर्टिकल 35 भनेको धारा 35मा यो सोध्छ कहिलेकाहीँ है, स्वास्थ्य सम्बन्धी हकको व्यवस्था कतिमा छ भन्यो भने आर्टिकल 35मा छ अर्थात् धारा 35मा। धारा 35मा के छ भन्दा स्वास्थ्य को मौलिक हकको बारेमा लेखा छ। हेर्नुहोस्, अब स्वास्थ्यको मौलिक हकको बारेमा के भनेको छ भने धारा 35मा चाहिँ राइट रिलेटिङ टु हेल्थ भनेको छ है। धारा 35मा के लेखा छ, राइट रिलेटिङ टु हेल्थ भनेर लेखा छ, रिलेटिङ टु हेल्थ भनेर लेखा छ। यस्ता कुरा थाहा पाउनुपर्छ है तपाईँले, जहिले पनि पढ्दा एकदम कन्सेप्ट बनाएर पढ्ने। बेसिक हेल्थ सर्भिस भनेर थाहा छैन, बेसिक हेल्थ सर्भिसको एक्सेस बढाउने भनेर मात्रै घोकेर भएन नि त होइन। त्यो बेसिक हेल्थ सर्भिस सम्बन्धी कन्सेप्ट अलिक क्लियर हुनु पऱ्यो। त्यो बेसिक हेल्थ सर्भिसमा के पर्छ नि त होइन। कसैको किडनी फेलियर भएको छ, किडनी ट्रान्सप्लान्ट गर्नु बेसिक हेल्थ सर्भिस हो कि होइन,
होइन, कसैलाई सधैँ डायलाइसिस गर्नुपर्छ, त्यो बेसिकल सर्भिस हो कि होइन। सो त्यस्ता कुरा चाहिँ थाहा पाउनुपर्छ। सो धारा 35ले के बनाएको छ भने स्वास्थ्य भनेको एउटा मौलिक हक हो भनेको छ। सो त्यहाँभित्र थुप्रै बुँदाहरू राखेको छ। त्यसमा एउटा के बुँदा छ भने नेपालका हरेक नेपाली नागरिकलाई के दिने भनेपछि आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने भनेको छ हो। सो यसमा के लेखा छ भने यहाँ हेर्नुहोस् है, टु प्रोभाइड बेसिक हेल्थ सर्भिस फर अल नेपाली सिटिजन है, फर अल नेपाली सिटिजन एकपटक यो सोधिरहेको छ हेर्नुहोस् है, अल नेपाली सिटिजन्स एट फ्री अफ कस्ट है। कति पैसा लाग्छ यो बेसिकल सर्भिस लिन भनेर सोध्छ क्या कहिलेकाहीँ। फ्री अफ कस्टमा दिने हो क्या, एट फ्री अफ कस्ट, निःशुल्क दिने हो। आधारभूत स्वास्थ्य सेवा लिनका लागि कुनै पनि नागरिकले पे गर्नु पर्दैन, फ्रीमा पाइन्छ यो आधारभूत स्वास्थ्य सेवा। कुरा बुझ्नु भने यहाँ के लेखिदिएको छ भने यसलाई बुझ्नुहुन्न भने जति पनि नेपाली नागरिक छन् हरेक नेपाली नागरिकले के गर्नुपर्छ भने हरेक नेपाली नागरिकले आधारभूत स्वास्थ्य सेवा लिनका लागि के गर्ने भने आधारभूत स्वास्थ्य सेवा। अब एउटा प्रश्न अर्को पनि खेल्नुपर्छ तपाईँको दिमागमा है, आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाइन्छ भने हामीसँग आधारभूत स्वास्थ्य सेवाले मान्छेको स्वास्थ्य सुधार्न सकिँदैन, अरू सेवा पनि चाहिन्छ। एउटा त बेसिकल सर्भिस भयो हो, बिएचएससी लेखा छ है, बेसिकल सर्भिस निःशुल्क दिइनेछ भन्ने कुरा लेखा छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइनेछ भनेपछि आधारभूत स्वास्थ्य सेवाका लागि कसैले पनि पे गर्नु परेन के, कुनै पनि मान्छेले। जस्तै आधारभूत स्वास्थ्य सेवामा अब अर्को स्टेप के थाहा पाउनु पऱ्यो भने यहाँनिर नोट भनेर लेखौँ, आधारभूत स्वास्थ्य सेवा निःशुल्क हो भने स्पेसियलाइज सर्भिस हो, स्पेसियलाइज सर्भिसका लागि मान्छेले कति पे गर्नुपर्छ भन्ने नै अन्नहुन् कि जति पनि पे गर्न सक्नुहुन्छ उसको डिजिज र कन्डिसन अनुसार। सो यहाँ के बुझ्नु पऱ्यो भने स्पेसियलाइज सर्भिस चाहिँ कसरी दिने त भनेको छ भने राज्यले आधारभूत स्वास्थ्य सेवा निःशुल्क, स्पेसियलाइज सर्भिस चाहिँ इन्सुरेन्सको माध्यमबाट दिइनेछ भन्ने कुरा चाहिँ फेरि नेसनल हेल्थ पोलिसीमा मेन्सन गराएको छ हेर्नुहोस् होइन। त्यसै संविधानको धारा 51मा स्वास्थ्य बिमा सम्बन्धी व्यवस्था गराएको छ। यो स्पेसियलाइज सर्भिस चाहिँ कसरी दिनेछ भने थ्रु इन्सुरेन्स, बिमाको माध्यमबाट दिइनेछ भन्ने कुरा लेखा छ हो। बिमाको माध्यमबाट बिस्तारै त्यो सेवाहरू प्रदान गरिँदै जानेछ भनेको छ। एकैपटक सबै सेवा बिमाबाट दिँदैन हो, त्यसलाई बिमामा बिस्तारै सर्भिस ल्याउँदै जाने अनि स्पेसियलाइज सर्भिस पनि बिमाबाट कभरेज गर्ने भन्ने छ है। यसरी चाहिँ हाम्रो सर्भिस दिने भन्ने कुरा छ। अब अर्को के थाहा पाउनु पऱ्यो भने आधारभूत स्वास्थ्य सेवाको लिस्ट थाहा पाउनु पऱ्यो कि तपाईँले हो। अब यो सोध्न सक्ने चर्चित प्रश्न हेर्नुहोस्, लिस्ट अफ बेसिकल सर्भिस एमसिक्यूमा त सोधिरहेको छ है, तल दिएका मध्ये आधारभूत स्वास्थ्य सेवा कुन हो कुन होइन भनेर। अब तपाईँले यो लिस्ट अफ बेसिकल सर्भिस हेर्नु पऱ्यो क्या। यसमा चाहिँ के भनेको छ भने 9वटा सर्भिस मेन्सन नै गराएको छ हो, 9वटा सर्भिस क्लियरली मेन्सन गराएको छ 9वटा सर्भिसको बारेमा। र एउटा सर्भिस के पनि भनेको छ भने प्लस एउटा सर्भिस चाहिँ 9वटा सर्भिस त मेन्सन नै छ, एउटा सर्भिस चाहिँ अब त्यो विभिन्न राजपत्रमा हो, विभिन्न राजपत्रमा प्रकाशित भएका अन्य सेवा पनि यसमा समेटिनेछन् भनेको छ। अन्य सेवा पनि यसमा समेटिनेछन् भनेको छ। अब त्यो बेला बेला चाहिँ ल यो सेवा पनि बेसिक सेवा हुनेछ भनेर प्रकाशित भयो भने है समेटिनेछन् भन्ने हो। अब ती 9वटा सेवा के हुन् त्यो चाहिँ थाहा हुनु पऱ्यो है। 9वटा सेवामा हाम्रो के राखिदिएको छ भन्दा अब यो सम्बन्धी हेर्नुहोस् है। अब यो सरले 9वटा सेवा कहाँबाट थाहा पाउनु भयो, हामीले किन थाहा पाइरहेको छैनौँ भन्ने लागिरहेछ भने हामीले पनि कहीँबाट रेफरेन्स हेर्ने हो क्या। अब हेर्नुहोस् है, यो 9वटा सेवाको बारेमा हेर्नु पऱ्यो भने तपाईँले अहिले भर्खर हेर्न सक्नुहुन्छ। के हेर्नु पऱ्यो भने पब्लिक हेल्थ सर्भिस एक्ट है। सोध्छ कहिलेकाहीँ जनस्वास्थ्य सेवा ऐन कहिले आएको भनेर सोध्छ, 2075 सालमा आएको, 2075 साल 6 महिना 2 गते आएको। हेर्नुहोस् यो पब्लिक हेल्थ सर्भिस पब्लिक हेल्थ सर्भिस एक्टमा यो लिस्ट अफ के छ त बेसिकल सर्भिस छ। यहाँ चाहिँ हामी बेसिकल सर्भिसको लिस्ट हेर्न सक्छौँ। के सर्च गर्नु पऱ्यो, यो तपाईँ गुगलमा गएर क्रोम ब्राउजरमा गएर पब्लिक हेल्थ सर्भिस एक्ट 2075 डाउनलोड गर्ने, यो पिडिएफमै पाउँछ क्या है, यो पिडिएफमै पाइन्छ। तपाईँले यो हेर्नुभयो भने त्यहाँ सर्भिसको लिस्ट छ क्या। कुरो बुझ्नु भयो नि। आधारभूत स्वास्थ्य मैले कति धेरै कुरा गर्न सक्छु आधारभूत स्वास्थ्य गर्नु भने त नेपालको संविधानको धारा 35मा आधारभूत स्वास्थ्य सम्बन्धी व्यवस्था छ भन्ने कुरा थाहा हुनु पऱ्यो। त्यो आधारभूत स्वास्थ्य सेवा नेपाली नागरिकलाई निःशुल्क दिइनेछ भन्ने कुरा लेखाएको छ होइन। अनि ती आधारभूत स्वास्थ्य सेवा के हुनेछन् भन्ने कुरा चाहिँ कहाँ लेखा छ भन्दा संविधानमा खोज्नु भने भेट्नुहुन्न।
ती कहाँ लेखा छ भन्दा यो ऐन हेर्नु पऱ्यो क्या, 2075 साल हो 6 महिना 2 गते आएको ऐन हेर्नु पऱ्यो। हो यो ऐन अनुसार चाहिँ हाम्रो आधारभूत स्वास्थ्य सेवा के हुनेछन् भन्ने कुरा चाहिँ मेन्सन गरेको छ। कुरो बुझ्नुभयो नि। अब अर्को अहिले अहिले पछिल्लो समय सोधिराख्ने प्रश्न के हो भने यो आधारभूत स्वास्थ्य सेवा दिने दायित्व कसको हो भन्दा आधारभूत स्वास्थ्य सेवा दिने दायित्व हो बेसिक हेल्थ सर्भिस प्रोभिजन गर्ने दायित्व कसको हो भने रेस्पोन्सिबिलिटी फर दि प्रोभिजन अफ बेसिक हेल्थ सर्भिस भन्यो भने के हुन्छ ल यति धेरै क्वेसन आउँछ क्या तपाईँलाई सेकेन्ड पेपरमा बेसिक हेल्थ सर्भिसको बारेमा लेख भनेर आयो भने यति सर्भिससम्म लेख्न सक्नु पऱ्यो क्या तपाईँले बेसिक हेल्थ सर्भिस। मैले त बेसिक हेल्थ सर्भिस पढेकै थिएन कहाँबाट आयो क्या होइन। अब यति पढिसकेपछि यति कुरा थाहा पाइसकेपछि हामीले कहीँ न कहीँ त्यो बेसिक हेल्थ सर्भिससँग जोड्न सक्नु पऱ्यो। रेस्पोन्सिबिलिटी फर दि प्रोभिजन अफ बेसिक हेल्थ सर्भिस भन्यो भने आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व कसको हो भने कसको भन्नुहुन्छ ल भन्नु त फर दि प्रोभिजन अफ बेसिक हेल्थ सर्भिस। यो आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व कुन सरकारको ल भन्नु त स्थानीय सरकारको हो कि सङ्घीय सरकारको हो कि प्रदेश सरकारको हो कि कुन सरकारको भन्नुहुन्छ। रेस्पोन्सिबिलिटी फर दि प्रोभिजन अफ बेसिक हेल्थ सर्भिस भन्यो भने कुन सरकारको भन्नुहुन्छ। सो यसमा चाहिँ हाम्रो लोकल गभर्मेन्ट है लोकल गभर्मेन्ट स्थानीय सरकारको। तपाईँलाई इक्जाममा सोध्छ स्थानीय सरकारले स्वास्थ्य सम्बन्धी के व्यवस्था गरेको के स्थानीय सरकारले स्वास्थ्य सम्बन्धी के काम गर्ने भने आधारभूत स्वास्थ्य सेवा दिने काम हो कि स्थानीय सरकारलाई के देऊ भनेको छ भने चाहिँ नेपाली नागरिक जति पनि छन् तिनीहरूलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व चाहिँ हाम्रो स्थानीय सरकारको रहनेछ भनेको छ। स्थानीय सरकारको एउटा अब लोकल गभर्मेन्टको हेर्नु भने है तपाईँले अब जहाँ पनि संविधानको कुरा एक्ट ऐन जोड्न सकिन्छ क्या। यहाँ हेर्नुहोस् है लोकल गभर्मेन्ट अपरेसन एक्ट भन्ने छ होइन यस्ता कुरा छन्। अब तपाईँलाई हेर्नुहोस् है तपाईँले के पढ्नुहुन्छ भने नेपालको संविधानमा 9वटा अनुसूची छन् भनेर पढ्नुहुन्छ हो। नेपालको संविधानमा कतिवटा अनुसूची छन् भनेर पढ्नुहुन्छ। संविधानमा 9वटा अनुसूची छन् भनेर पढ्नुहुन्छ। यो मैले पढाइराख्नुपर्ने विषय होइन हेर्नुहोस् तपाईँहरू जिके पढ्ने मान्छे अहिले पछिल्लो समय अनुसूची छन्। अब यो अनुसूचीमा के छ भन्दाखेरि एउटा स्थानीय तहको अनुसूची कतिमा छ भने स्थानीय तहको अधिकारको सूची चाहिँ हाम्रो अनुसूची 9मा हेर्नुहोस् है अनुसूची 9मा के छ त सरी अनुसूची 8मा है अनुसूची 8मा स्थानीय तहको एकल अधिकारको सूची छ। स्थानीय तहको एकल अधिकारको सूची छ कि एकल अधिकारको सूची छ अधिकारको सूचीको बारेमा लेखा छ। अब प्रदेशको अधिकारको सूची कुन अनुसूचीमा छ होइन सङ्घको अधिकारको सूची के अरे कुन कुन अनुसूचीमा छ यस्तो कुरा थाहा हुनु पऱ्यो क्या। अधिकारको सूची राखेको छ। अब यहाँ कतिवटा सूची छन् भन्दाखेरि स्थानीय तहका 22वटा अधिकार रहनेछन् भनेको छ। कुरा बुझ्नुभयो नि। हेर्नुहोस् कति कुरा यहाँनिर कति लेखेँ मैले नेपालको संविधानको कुन अनुसूचीमा स्थानीय तहको एकल अधिकारको व्यवस्था छ भने अनुसूची 8मा हेर्नुहोस्। अनुसूची 8मा जम्मा कतिवटा अधिकारको सूची छ भने 22वटा अधिकारको सूची छ हेर्नुहोस्। अब 22वटा अधिकारका सूची हामीले पढिराख्नु पर्दैन के। अब त्यो अहिले अहिले लोक के अरे जिके बाहुनाले पढ्यो। अब हाम्रो स्वास्थ्यको पाटो के छ भन्दाखेरि हाम्रो स्वास्थ्यको पाटोमा 22वटा मध्ये एउटा के छ भन्दा त्यहाँ एउटा के छ भन्दा हाम्रो स्थानीय तहकोमा आधारभूत स्वास्थ्य सेवा र सरसफाइ भन्ने छ क्या। कुरा बुझ्नुभयो नि। आधारभूत स्वास्थ्य सेवा र सरसफाइ भन्ने छ। सेवा र सरसफाइ भन्ने छ। ल हेर्नु त कति धेरै कुरा पुग्यो त्यहाँ भित्रबाट। एउटा बेसिक हेल्थ सर्भिसलाई हामीलाई कहाँ पुर्यायो बेसिक हेल्थ सर्भिसले। सो अहिले पछिल्लो समय एमसिक्यू सोधिराख्ने हो आधारभूत स्वास्थ्य सेवा दिने दायित्व कसको हो भन्यो भने स्थानीय सरकारको हो। आधारभूत स्वास्थ्य सेवा भन्नाले कुन कुन सेवा समेटिन्छन् भनेर त्यो थाहा पाउनु पऱ्यो जसमा 9वटा सेवा याद गर्नु पऱ्यो हेर्नुहोस् है। त्यहाँ कम्युनिकेबल डिजिज पनि छन् नन कम्युनिकेबल डिजिज पनि छन् हेल्थ प्रमोसन एन्ड एजुकेसनको कुरा छ इम्युनाइजेसन सेवा छ अनि सिबिआइएमएनसिआई सेवा छ। यो घोकिराख्नु पर्दैन फेरि। जस्तो कि एउटा हेल्थ पोस्टमा जानुभएको छ तपाईँहरू पोस्टिङमा के अरे पिएससिसीमा जानुभएको छ अर्थात् लोकल लेभलमा कहीँ स्वास्थ्य संस्था भएको ठाउँमा एकपल्ट गएर भिजिट गर्नुभएको छ भने तपाईँले बुझ्नुहुन्छ क्या त्यो हेल्थ पोस्टले के सेवा दिन्छ त होइन। त्यो हेल्थ पोस्टले भ्यासेक्टोमी गर्छ गर्दैन भनेपछि एकदमै सजिलो खालको फ्यामिली प्लानिङ कन्डम डिपो पिल्सका कुराहरू भयो होइन। सो त्यसपछि सिबिआइएमएनसिआईका सर्भिसहरू बच्चाको निमोनिया हुँदा ट्रिटमेन्ट गर्ने डायरिया हुँदा ट्रिटमेन्ट गर्ने कुराहरू भयो। अनि त्यसै गरी हाम्रो यो मेन्टल हेल्थ सम्बन्धी काउन्सिलिङ सम्बन्धी सर्भिस कुराहरू भयो। एल्डरली सर्भिसलाई दिने कुरा एल्डरली सर्भिसको रिलेटेड सिनियर सिटिजन सर्भिस सम्बन्धी सर्भिसको कुराहरू भयो। सो यस्ता कुराहरू चाहिँ हामीले लिस्ट बनाएर पढ्ने क्या। सिक्वेन्स जोडिराख्ने हो त्यो सिक्वेन्स कहाँसम्म पुग्छ हो। हाम्रो पिएसयुआरसीले पनि एउटा एम के बनाएको थियो भन्दाखेरि आधारभूत स्वास्थ्य सेवाको एक्सेस चाहिँ बढाउँदै लैजाने भन्ने थियो क्या। त्यति बेला के थियो भनेपछि हाम्रो हाम्रो सबै ठाउँमा स्वास्थ्य संस्था थिएन
हुन त अहिले पनि सबै ठाउँमा पुर्याउन सकेको अवस्था छैन, कहीँ 2 दिन हिँड्नुपर्छ, के अरे 2 घन्टा हिँड्नुपर्छ, कहीँ 3 घन्टा हिँड्नुपर्छ होइन। सो त्यस्तो ठाउँमा के गर्ने भन्दाखेरि आधारभूत स्वास्थ्य सेवा लिनुपर्छ। मान्छे 2 दिन हिँडेर एउटा डिपो लाउनका लागि होइन, डिपो लाउनका लागि 2 दिन हिँड्नुपर्ने भयो भने त लगाउँदैन नि त। सो अब यो जसलाई इच्छा छ होइन, सो तिनीहरूलाई 2 दिन हिँड्नु पर्दाखेरि समस्या हुन्छ, 1 दिन पुरै हिँड्नु पर्दा उसको दिनभरिको काम के अरे काम रोकिन्छ। त्यसैले के गर्ने भन्दाखेरि यस्ता खालका सर्भिस चाहिँ हामीले कम्युनिटी लेभलमा एउटा सर्टेन ठाउँमा लोकेसन बनाएर हामीले सबैलाई पाइक पर्ने ठाउँबाट चाहिँ आधारभूत स्वास्थ्य सेवा दिनुपर्छ भनेर यो गाउँघर क्लिनिकको कन्सेप्ट आएको के है। सो अर्को अर्को यहाँनिर अर्को पोइन्ट के थाहा पाउनु पऱ्यो भने मैले यो सबै बेसिकल सर्भिसहरू कुरा गरेको हेर्नुहोस् है। मैले पिएसयुआरसीमा जम्मा 2टा पोइन्ट लेखाएको छु। एउटा सुरुमा के लेखेँ भन्दा हेल्थ पोस्ट पिएससिसीले दिने हो भनेर लेखेँ होइन, तिनीहरूको एक्सटेन्सन साइड हो गाउँघर क्लिनिक भने। सेकेन्ड पोइन्टमा के लेखेँ भन्दा यसको एम के हो भन्दा यसको एम भनेको बेसिक हेल्थ सर्भिसको एक्सेस बढाउने हो भनेर लेखेँ। ठिक छ नि होइन त? हो। अब अर्को पोइन्टमा के लेख्न सकिन्छ भने पिएसयुआरसीको बारेमै, पिएसयुआरसीको बारेमा है, यो एक्स्ट्रा कुरा थियो, यो जति थियो बेसिक हेल्थ सर्भिसको बारेमा मात्रै गफाना थिएँ मैले, आधारभूत स्वास्थ्य सेवाको बारेमा। अब अर्को कुरा के बुझ्नु पऱ्यो भने गाउँघर क्लिनिक कार्यक्रम कहिले सुरुवात भएको भन्दा पिएसयुआरसी प्रोग्राम सुरुवात भएको चाहिँ सायद तपाईँहरूलाई भन्नु त कति सालमा भएको, यो पिएसयुआरसी प्रोग्राम इनिसिएट भएको कहिले हो? इनिसिएटेड इन 2051-52 होइन, 51-52 म केही थाहा पाउन्न भन्न मिल्यो त। अब चाहिँ मिलेन हेर्नुहोस् है। 51-52 बिएसमा यो गाउँघर क्लिनिक भन्ने कार्यक्रम सुरुवात भएको हेर्नुहोस्। त्यति बेला सुरुवात हुँदा नेपालका सबै जिल्लाबाट सुरुवात भएको थिएन। यो कतिवटा जिल्लाबाट सुरुवात भएको थियो भन्दा 2051-52मा नेपालका 5वटा जिल्लाबाट यो कार्यक्रम सुरुवात भएको थियो हेर्नुहोस् है। अब कहिलेकाहीँ सोधिन्छ ती 5वटा जिल्ला कुन कुन हुन् भनेर सोधिन्छ है। यो 5वटा जिल्ला चाहिँ पूर्व के अरे पश्चिमदेखि पूर्वसम्मका जिल्ला लगभग समेटिएका छन् कि 5वटा जिल्लामा। पश्चिमको कैलाली छ हेर्नुहोस् है, पश्चिमको कैलाली, त्यसै गरी कैलाली हुँदै हाम्रो अलिकति होइन यता बाँके, बाँकेसँग जोडिएको छ। कैलाली बाँके हुँदै त्यसपछि अब यो एकजना मान्छे कैलालीबाट बाँके आउँछ, बाँकेबाट घुम्दै 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 पोखरा जानुपर्छ भनेर होइन, सो ऊ कास्कीसम्म पुग्छ। फेरि अगेन ब्याक टु कास्कीबाट होइन एकपटक राजधानी नै पुग्नुपर्छ भनेर ललितपुर, सो ललितपुर, त्यसपछि यहाँबाट कहाँसम्मको डिस्टेन्स तय गर्छ भने ऊ मोरङसम्मको डिस्टेन्स तय गर्छ क्या। ल हेर्नुहोस्, दिज आर द 5 डिस्ट्रिक्ट्स है, कैलाली बाँके कास्की ललितपुर मोरङ, यी जिल्लाबाट चाहिँ के भएको त हाम्रो गाउँघर क्लिनिक भन्ने कार्यक्रम सुरुवात भएको हेर्नुहोस् है। तर अब कतिपयको दिमागमा लागिरह होला सर 5वटा जिल्लाबाट 51-52मा भएको भने नेपालका सबै जिल्लामा यो कार्यक्रम कहिले पुगेको त भन्दा तपाईँले त्यो क्वेसन चाहिँ एकपछि अर्को क्वेसन के आउला लिङ्क गर्दै जाने हो है। यो कार्यक्रम नेपालका सबै जिल्लामा एक्सपान्सन भएको चाहिँ पिएसयुआरसी इन अल अल डिस्ट्रिक्ट हो। गाउँघर कार्यक्रम पिएसयुआरसी सक्सेसफुल्ली रूपमा हो, सक्सेसफुल्ली इम्प्लिमेन्टेड, इम्प्लिमेन्टेड इन अल डिस्ट्रिक्ट्स हेर्नुहोस्। नेपालका सबै जिल्लामा यो कार्यक्रम कहिले पुगेको थियो भन्दा सक्सेसफुल्ली होइन इम्प्लिमेन्टेड इन अल डिस्ट्रिक्ट भनेको चाहिँ हाम्रो 2054-55 बिएसमा 2054-55 सालमा चाहिँ यो गाउँघर क्लिनिक भन्ने कार्यक्रम नेपालका सबै जिल्लामा पुगेको। सो हामीले अहिलेसम्म जम्मा पिएसयुआरसीमा 4वटा पोइन्ट पढाएँ मैले, कतिजनाले याद गर्नुभयो? फर्स्ट पोइन्ट भनेको चाहिँ मैले पिएचसिओआरसी प्रोग्राम भनेको चाहिँ हेल्थ पोस्ट पिएचसी बिएचएससीको एक्सटेन्सन साइट हो भने। त्यसपछि मैले सेकेन्डमा के भने भन्दा पिएचसिओआरसी प्रोग्रामको मेन एम के हो भन्दा बेसिक हेल्थ सर्भिसको एक्सेसलाई बढाउँदै लैजाने हो भने। मैले बेसिक हेल्थ सर्भिसमा धेरै कुरा गरेँ। आधारभूत स्वास्थ्य सेवामा 9वटा सेवा क्लियरली राखेको छ, ती 9वटा सेवा हेर्ने भने कहाँ भेटिन्छ भन्दा जनस्वास्थ्य सेवा ऐन 2075को त्यो ऐन हेर्नु पनि त्यहाँ राखेको छ होइन। त्यसपछि अब कोशी प्रदेशमा पनि जनस्वास्थ्य सेवा ऐन छ हेर्नुहोस् है, कोशी प्रदेशमा पनि तपाईँले त्यो हेर्नुपर्ने हुन्छ। यहाँ हामी त बिस्तारै पढ्दै जान्छौँ। अनि त्यसपछि अर्को पिएसयुआरसी नेपालमा सुरुवात भएको कहिले हो भन्दा 51-52 भनेर पढ्यौँ। नेपालका सबै जिल्लामा 54-55मा पुगेको थियो भन्ने कुरा भयो, यतिसम्म थाहा पायौँ। अब यो पिएसयुआरसी कहिले काहीँ के सोधिन सक्छ भने अहिले डियुएचएसको कुन डिभिजनले यो पिएसयुआरसी कार्यक्रम हेरिरहेछ भन्दा पिएसयुआरसी प्रोग्राम रनिङ भइरहेको कसको अन्तर्गतमा रनिङ भइराखेको छ भन्दा पिएसयुआरसी प्रोग्राम रनिङ अन्डर के त हाम्रो यो फ्यामिली वेलफेयर डिभिजन, फ्यामिली वेलफेयर डिभिजन अफ डियुएचएस
है परिवार कल्याण महाशाखाले हेरिराखेको कार्यक्रम हो यो। अहिले यसको मातहतमा चलिरहेको छ यो कार्यक्रम, फ्यामिली वेलफेयर डिभिजन अफ डिओएचएस। ल हेर्नुहोस्, कहिलेकाहीँ सोधिदिन सक्छ, सेफ मदरहुड प्रोग्राम कुन डिभिजन अन्तर्गत रनिङ भइरहेको छ, होइन नेसनल न्युट्रिसन प्रोग्राम कुन डिभिजनले हेरिरहेछ भनेर तपाईँले यस्ता कुराहरू थाहा पाउनुपर्छ। हेर्नुहोस्, सो यो कार्यक्रम चाहिँ अहिले फ्यामिली वेलफेयर डिभिजन, जसलाई हामी सर्ट फर्ममा एफडब्ल्युडी भन्छौँ, है एफडब्ल्युडी, यो डिभिजनले हेरिरहेछ। ल ठिक छ, सही हो यहाँसम्म, के छ? उम्, सजिलो कन्टेन्ट थियो कि अप्ठ्यारो खालको कन्टेन्ट छ? सो अलिकति जहिले पनि के गर्नुपर्छ भने अलिक पढ्दाखेरि हामीले इन डिटेलमै जानुपर्छ। हेर्नुहोस् है, अलिअलि सर्फेसली पढेर मात्रै हुँदैन है, त्यसैले एक कुरापछि अर्को कुरा, अर्को कुरापछि अर्को कुरा लिङ्क गर्दै जाने हो। तर पढ्दाखेरि जे पनि के हुन्छ भने सिक्वेन्स हुन्छ, सिक्वेन्समा पढ्दै जानु सजिलो हुन्छ। यो कतिपय डेटका कुराहरू हुन्छन् बिर्सिने कुराहरू, कतिपय जिल्लाका कुराहरू हुन्छन् बिर्सिने कुराहरू, यसलाई अलिकति टाइममा चाहिँ हामीले रिभाइज गरिराख्नुपर्छ। ल कुरो बुझ्नुभयो? अब अरू अरू यहाँबाट सोध्ने प्रश्न अरू पनि छन्, हेर्नुहोस् है। यो भयो होला सायद है, मैले अर्को नेक्स्ट गरेँ है त। जस्तै हाम्रो अरू के छ भन्दाखेरि यहाँ हेर्नुहोस्, यो गाउँघर क्लिनिकको बारेमा, त्यसमा कन्टिन्यू गर्दै जाऊँ। हामीले केही पोइन्ट लेख्यौँ। जस्तै कहिलेकाहीँ के सोधिरहेको हुन्छ भने गाउँघर क्लिनिक र त्यो गाउँ कम्युनिटीको डिस्टेन्स कति हुनुपर्छ भन्छ। हामी त एउटा सर्टेन सबैलाई पाइक पर्ने ठाउँमा गएर चलाउने हो त्यो सबै मान्छेलाई चाहिँ कतिको डिस्टेन्समा गएर चलाउनु पर्छ भनेर सोध्छ। सो डिस्टेन्स बिट्विन के त कम्युनिटी पिपुल एन्ड पिएसयुआरसी भनेर कति हुनुपर्छ भन्यो भने, सो विदिन 30 मिनटको डिस्टेन्समा, होइन त, होइन 30 मिनटभित्रको डिस्टेन्समा चलाउनु पर्छ भन्छ। यहाँ हेरौँ त। सो पिएसयुआरसी पिएसयुआरसी सुड बी कन्डक्टेड विदिन 30 मिनट हो, विदिन 30 मिनट्स वाकिङ डिस्टेन्स फ्रम कम्युनिटी पिपल। हेर्नुहोस् कुरा बुझ्नुभयो नि, पिएसयुआरसी सुड बी कन्डक्टेड विदिन कति रे 30 मिनट। यो याद गर्ने हो कि यो विदिन 30 मिनट चाहिँ 30 मिनटभित्र है। यो पनि वाकिङ डिस्टेन्स हो, त्यो गाडीमा चढेर जान्छ होइन, हिँडेरै जाने। सो वाकिङ डिस्टेन्स फ्रम कम्युनिटी पिपल, समुदायको मान्छेबाट पिएसयुआरसीको डिस्टेन्स कति टाढा हुनुपर्छ भन्यो भने 30 मिनटभित्रको डिस्टेन्समा हुनुपर्छ। कहिलेकाहीँ यसरी सोधियो अरे, ल हेर्नुहोस् है, द डिस्टेन्स बिट्विन हो, द डिस्टेन्स बिट्विन के अरे पिएसयुआरसी एन्ड हेल्थ फेसिलिटी, द डिस्टेन्स बिट्विन पिएसयुआरसी एन्ड हेल्थ फेसिलिटीको कति हुनुपर्छ भन्यो भने कति हुन्छ होला भन्दा? हेल्थ फेसिलिटी इज अप्सन नम्बर ए 20 मिनट, अप्सन नम्बर बी लेस देन 30 मिनट, अप्सन नम्बर सी 45 मिनट, अप्सन नम्बर सी, अप्सन नम्बर डीमा मोर देन 1 आवर। र यसको एन्सर के हुन्छ भन्नु त? यहीँनिर छ, एन्सर यहीँ छ होइन त? ल के होला, च्याट गरौँ त खै। ल फेसबुक लाइभतिर भएको साथीहरूले नि कमेन्ट गर्नुहोस् त, कमेन्ट गरौँ, अन्य साथीहरूमाझ पनि यो हाम्रो लाइभ क्लासलाई सेयर गरिदिउँ। ल यसो न चहल पहल दिउँ है त त्यता पनि। अब कतिपयले के हुन्छ हेर्नुहोस् है, जसले घोक्या हुन्छ नि, जसले अलिक कन्सेप्ट लिएर पढाइ हुँदैन, क्वेसन राम्रोसँग हेर्दैन है, इक्जाममा भनेको थोरै क्वेसन टर्न गरेर आउने हो क्या। अनि अब जसले ठ्याक्क घोक्याछ, सरले विदिन 30 मिनट विदिन 30 मिनट भनेर पढाउनु भएको थियो भन्ने हुन्छ होइन। सो यहाँ क्वेसन के सोधेको छ भने द डिस्टेन्स बिट्विन पिएसयुआरसी एन्ड हेल्थ फेसिलिटी भनेको छ क्या। स्वास्थ्य संस्था र गाउँघर क्लिनिकको डिस्टेन्स कति हुनुपर्छ भनेको छ। गाउँघर क्लिनिक भनेको त एउटा आउटलेट साइट हो। अब यो क्वेसनबाट सामान्यतया के बुझौँ भने यहाँ हेर्नुहोस् है, यो गाउँघर क्लिनिकबाट र यहाँ हेरौँ है त। जस्तै तपाईँले चलाउने पिएसयुआरसी क्लिनिक के छ भन्दा, पिएसयुआरसी क्लिनिक चाहिँ एउटा चौतारोमा छ हो। पिएसयुआरसी कुनै एउटा चौतारोमा गएर एउटा सर्टेन लोकेसनमा चलाउनुहुन्छ। यो चौतारा यहाँ छ, हेर्नुहोस् यो चौतारा यहाँ छ। तपाईँ काम गर्ने कार्यरत भएको स्वास्थ्य संस्था हेल्थ पोस्ट हो अरे, यो हेल्थ पोस्ट यहाँ छ। हामीले दिइरहेको कम्युनिटी पिपुलहरूको डिस्टेन्स यतातिर छ हो, कम्युनिटी पिपुल यहाँ छ, हेर्नुहोस् हेर्नुहोस् है, कम्युनिटी पिपुल यहाँ छ, यहाँ कम्युनिटी पिपुल छ।
अब यो कम्युनिटी पिपुल यहाँ भएका जति पनि कम्युनिटी पिपुल छन् यो गाउँघर क्लिनिक भएको ठाउँमा आइपुग्न कति समय लाग्छ भने नि यहाँबाट यो गाउँघर क्लिनिक चौतारामा आइपुग्न उनीहरूलाई हिँडेर हो 30 मिनटभित्रमा आइपुग्नु पर्यो। उनीहरू कहाँबाट रे यहाँबाट हिँडेर यहाँ आइपुग्न। तर हेल्थ पोस्ट अर्थात् हेल्थ फेसिलिटी सोधेको छ नि त स्वास्थ्य संस्था र गाउँघर क्लिनिकको डिस्टेन्स यो डिस्टेन्स सोधिरहेको छ क्या क्वेसनमा। यो डिस्टेन्स कति हुनुपर्छ भनेर प्रश्नले सोध्या 30 मिनट लाउनु भने त मिलेन नि त होइन। सो गाउँघर क्लिनिक र स्वास्थ्य संस्थाको डिस्टेन्स अब 30 मिनटमा गएर आएर फाइदै भएन नि गाउँघर क्लिनिक होइन। सो 30 मिनटमा गाउँघर क्लिनिकमा जानुभन्दा त हेल्थ पोस्टमै गयो भइहाल्यो नि झन् त्यहाँ अलिक बढी सेवा पाइन्छ। सो भनेपछि त्यो औचित्य नै हुँदैन त्यति नजिक गाउँघर क्लिनिक चलाएर। सो के गर्नु पऱ्यो भने गाउँघर क्लिनिक र स्वास्थ्य संस्थाको डिस्टेन्स केही नभए नि 1 घन्टा बढी भयो भने त्यो चाहिँ युजफुल हुन्छ। यहाँ हेर्दाखेरि क्वेसनमा सबभन्दा मिल्ने अप्सन भने अप्सन नम्बर डी देखिन्छ क्या। सो 45 मिनट 30 मिनट 20 मिनटको डिस्टेन्समा गाउँघर क्लिनिक र हेल्थ फेसिलिटीको त्यति नजिक डिस्टेन्स छ भने त्यो औचित्यहीन हो है। त्यसमा आवश्यकतै हुँदैन गाउँघर क्लिनिक चलाउन। जहाँ धेरै टाढा छ कम्युनिटी पिपुल जसलाई हिँडेरै आउन कति त 1 घन्टा 2 घन्टा 3 घन्टा लाग्ने बाटो छ भने हामीले त्यस्तो ठाउँमा गएर चाहिँ गाउँघर क्लिनिक चलाउने हो। ती मान्छेहरूलाई चाहिँ सेवा दिने हो। यहाँ दुःख पाउने कसले देखियो भन्दा कर्मचारीले दुःख पाएको हेर्नुहोस्। कुरो बुझ्नु भयो नि। यहाँ कर्मचारीले बढी कर्मचारी त 2 घन्टा हिँड्नु पर्ला 3 घन्टा हिँड्नु पर्ला। सो गाउँघर हाम्रो कम्युनिटी पिपुललाई चाहिँ हामीले सेवा दिएको हो नि त उनीहरूलाई दुःख कम दिने हो क्या। कुरो बुझ्नु भयो नि। हामीले जागिर खा हो नि त कुरो बुझ्नु भयो नि। सो त्यसैले यहाँ अलिक दुःख पाइन्छ भन्ने हो। कसले दुःख पाउने हो नि त्यो। अर्को क्वेसन के सोध्छ भनेपछि पिएसयुआरसी र इपिआइयुआरसी क्लिनिकको त्यो नम्बर अफ क्लिनिक कति हुन्छन् भन्छ। एकदमै त्यो झुकिने स्टुडेन्टहरू है सोध्यो भने धेरै पटक झुकिन्छ। सो नम्बर अफ पिएसयुआरसी क्लिनिक कतिवटा हुन्छ भने नि यहाँ हेर्नुहोस्। नम्बर अफ पिएसयुआरसी है नम्बर अफ पिएसयुआरसी पर मन्थ 1 महिनामा कतिवटा पिएसयुआरसी चलाउने भने नि अब यति नै चलाऊ भन्ने हुँदैन होइन। 3वटा मात्रै चलाऊ 4वटा मात्रै चलाऊ एउटा स्वास्थ्य संस्थाले आवश्यकता अनुसार चलाउने हो। तर गाइडलाइनले के भन्छ रेकमेन्ड गरेको कति हो भन्दाखेरि कति होला भन्नु त नम्बर अफ पिएसयुआरसी पर मन्थ 1 महिनामा कतिवटा पिएसयुआरसी चलाउनु पर्छ भने कतिवटा हो त्यो हेर्नुहोस् है। 1 महिनामा कतिवटा पिएसयुआरसी चलाउनु पर्छ भने नि 1 देखि 5वटा क्लिनिक चलाउनु पर्छ भन्ने हो। 1 देखि 5वटा क्लिनिक 1 to 5 क्लिनिक्स पर मन्थ है। एउटा ओडाले अर्थात् एउटा स्वास्थ्य संस्थाले 1 महिनामा 1 देखि 5वटा क्लिनिक चलाउने हो। अब झुकिन्छन् कहाँनिर भन्दा स्टुडेन्टहरू यहीँनिर लेख्ने हो कि छुट्टा छुट्टै पढ्नु भने तपाईँ झुकिनुहुन्छ। पिएससिओआरसी जस्तै अर्को खोप सेवा प्रदान गर्ने क्लिनिक छ जसलाई हामी इपिआइयुआरसी भन्छौँ। हो त्यो इपिआइयुआरसी र पिएससिओआरसीको कतिवटा क्लिनिकको झुकिरहेको हुन्छ स्टुडेन्टहरू। सो नम्बर अफ इपिआइयुआरसी हेर्नुहोस् है। यो नम्बर अफ इपिआइओआरसी कति हुनुपर्छ भन्यो भने नम्बर अफ इपिआइओआरसी चाहिँ पर मन्थमा अर्थात् 1 महिनामा चाहिँ 1 महिनामा कतिवटा चलाउनु पर्छ कुनै पनि एउटा स्वास्थ्य संस्थाले अर्थात् एउटा वडामा भन्यो भने यहाँ हेर्नुहोस् इपिआइओआरसी चाहिँ 3 देखि 5वटा 3 देखि 5वटा। म एकदमै कन्फ्युज भइरहेको थिएँ हेर्नुहोस् है। म आफूले पढ्दाखेरि पिएसयुआरसी बनाएको छ 1 देखि 5वटा होइन। अनि इपिआइओआरसी बनाएको छ कम्तीमा पनि 3टा बढीमा 5वटा बनाएको छ होइन र। सो कम्तीमा 3वटा। अब म यसलाई के सम्झिन्थेँ भने मैले यी कस्तो लेख्छु भने त यहाँ यी अब कसैले यस्तो यी लेख्ला होइन। सो मैले यसलाई चाहिँ यस्तो यी लेख्थेँ क्या हेर्नु यी अब यसलाई उल्टो बनाएर पढिदिनु त यसरी उल्टो बनाइदिनु नि यसरी उल्टो 3 भएन यो। सो मिनिमम 3टा बढीमा 5वटा दुवैमा 5वटा त कमन भ्यालु छ नि होइन। सो कतिपय क्वेसन जुन झुकिन्छ क्या सबै स्टुडेन्ट झुकिन्छ होइन। त्यो सबैको दिमाग रोबोट होइन नि त होइन। सो त्यो झुकिने ठाउँमा चाहिँ आफूले अलिकति ट्रिक लजिक लाउने नै हेर्नुहोस् है। सो कुरो बुझ्नुभयो। मिनिमम भने म्याक्सिमम दुवैमा 5वटा छ। अब मिनिमम एउटाबाट सुरु छ एउटामा 3टाबाट सुरु छ। एउटा सम्झ्यो भने अर्को आफै आफसे आफ थाहा हुन्छ। सो इपिआइओआरसी कम्तीमा पनि 3टा ई बनाउने अनि यसलाई उल्टो बनाएर हेरिदिने सही हो है। कम्तीमा पनि 3टा भनेर थाहा हुनु पऱ्यो क्या। के छ चहलपहल दिइराख्नु भएको छ खै त ल। अब अब अर्को हामीले यहाँ थाहा पाइराख्नुपर्ने कुरा चाहिँ अस्ति हाम्रो गण्डकी प्रदेशमा पनि सोधाएको थियो होइन। सो यो पिएसयुआरसी र इपिआइयुआरसीको डिस्टेन्स कति हुनुपर्छ भनेर है। पिएससी के अरे सरी यो पिएसयुआरसी चलाउने रेस्पोन्सिबिलिटी कसको हो भनेर यहाँ हेरौँ। सो पिएचसी रेस्पोन्सिबिलिटी फर द कन्डक्सन अफ पिएसयुआरसी कसको होला भन्नु त रेस्पोन्सिबिलिटी
फर द कन्डक्सन अफ पिएसयुआरसी, फर द कन्डक्सन अफ पिएचसिओआरसी भन्यो भने के भन्नुहुन्छ तपाईँहरू ल भन्नुहोस्। रेस्पोन्सिबिलिटी फर द कन्डक्सन अफ पिएसयुआरसी भन्यो भने कसको उत्तरदायित्व हो भन्यो भने यसको एन्सर के आउँछ? हुँ? हो, यो क्वेसन सोधेको क्वेसन हो। यसको एन्सर अएब अनमिक हो। मेन रेस्पोन्सिबिलिटी भनेर चाहिँ हाम्रो अएब अनमिक हो पिएसयुआरसी चलाउने है, अएब अनमी एएचडब्लुएएनएमको कुरो बुझ्नुभयो। उनीहरूको चाहिँ रेस्पोन्सिबिलिटी हो भन्ने कुरा बुझ्नु पऱ्यो। सो यहाँबाट कति धेरै एमसिक्यू भन्यो क्या, एमसिक्यू सेकेन्ड पेपरमा तपाईँलाई के भन्यो? सेकेन्ड पेपरमा हेर्नुहोस् है, एक्सप्लेन पिएसयुआरसी प्रोग्राम भन्यो भने तपाईँले यति कुरा लेख्नुभयो। अब एक्सप्लेन पिएसयुआरसी प्रोग्राम भनेर भन्यो 5 मार्क्समा भने तपाईँले यो कुरा लेख्न सक्नु पऱ्यो क्या। अझ अरू पनि छ, जस्तै यसको बेसिक फिचरको कुराहरू छ होइन, फिक्स डेट, फिक्स टाइम, फिक्स लोकेसनका कुराहरू छन्। सो हामी यसरी चाहिँ यसलाई अगाडि बढाउँदै लैजान्छौँ। सो के छ यसमा, यहाँसम्म आइपुग्दा केही समस्या छ? रमाइलो भयो के छ? के थियो? सबै सबै थाहा भएकै कुरा थियो? ओके ल, ओके गुड है त। यसो गरौँ है त, हामी यो अहिलेलाई यसमा यति नै गर्छौँ होइन। सो बाँकी चाहिँ हामी कन्टिन्यू गर्दै जान्छौँ। सो आजलाई हामी यसमा यति नै गर्छौँ। के छ, आजलाई यति गरौँ है त यहाँ चाहिँ। हो, बाँकी अरू चाहिँ हामी नेक्स्ट क्लासमा गरौँला। सो तपाईँको अर्को क्लास पनि छ होइन। सो मैले यति लिन्छु है त आजलाई। ल ओके, सबैजनालाई शुभरात्रि। ल नमस्ते सबैजना, नमस्ते।